दामी तरिकाले यहाँ बोटिङ भइरहेको छ। ल केपीबाको पानी जहाज घुमो 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 यही हो हाम्रो नेपालको पानी जहाज चाहिँ। ल हेर है केटाकेटी यस्तै छ नेपालमा पानी जहाज चाहिँ। केपीबाको पानी जहाज साइरन बजाउँदै सुई 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 गइसक्यो। त्यहाँ पर पुगिसक्यो। घुमे घुमे घुम्यो यस्तै रहेछ यो चाहिँ कुन पोखरी अरे? राजा रानी पोखरी यही हो। राजा रानी पोखरी धनकुटाको 24 गाउँपालिकाको। मजाले घुमिरहेछ यहाँ टिकटक बनाउनेहरूको। पारिपट्टि रिसोर्ट रहेछ। पोखरी चाहिँ ठुलो छ, दामी छ। अनि पोखरी वरिपरि यो कल्कीहरू फुलिरहेको छ। पानी जहाज त्यसरी कुदिरहेको छ। यहाँ बहिनीहरू नाचेको छ। त्यही छ यो बाटो चाहिँ रवि राखी 5 थर जाने बाटो यही है भेडाटारबाट। अनि यहाँनिर चाहिँ यस्तो पनि रहेछ। यहाँ आउनेहरू पनि एकदमै सिपालु सिपालु रहेछन् यहाँ कोर्नलाई चाहिँ, भित्ता कोर्न चाहिँ यसरी। यस्तो राम्रो ठाउँलाई यो जे पाए त्यही लेखेर हेर त यहाँ ए प्लस यस अरे के प्लस के अरे। यस्तो चाहिँ नगरेको भए राम्रो हुन्थ्यो होला। यस्तो गर्दा रहेछन् है। नेपालीले चान्स पायो भने त अनेक गरिदिइहाल्ने क्या। यता हाम्रो रन्जन बिस्टाच छन्, दामी छ ल। राजा रानी ताल धनकुटाको 24 गाउँपालिका नै हो सायदै। अब हामी चाहिँ तलतिरबाट गएर कताबाट छ यता जाने बाटो चाहिँ यताबाट। जस ठाउँ चाहिँ रमाइलो छ। यतापट्टि यो पोखरीकै भाग होला वरिपरि बाटो। टक्क घुम्नु पनि मान्छेहरू पनि आउँदो रहेछन्। ठाउँ पिस छ तर अलिकति मन नपरेको चाहिँ यो कोरेर्नेहरूलाई चाहिँ अझै गर्न सुझाव। किनकि राम्रो देख्नु हुँदैन नि त, नराम्रै बनाइहाल्नुपर्छ नि त होइन। यस्तै छ ल सल्लाहहरू। यताबाट यस्तो बाटो अनि त्यहाँबाट पोखरी, यताबाट यस्तो सर्र परेको ठाउँ अनि दामी पोखरी। कल्कीहरू फुलिरहेको आनन्दको ठाउँ रहेछ। अनि यता भाइ बहिनीहरू पुरा पोजमा फोटो खिचिरहेको अवस्था छ है। दामी रहेछ यता चाहिँ। अघि हामी चाहिँ यहाँ माथि थियौँ। अब केपिओलीको पानी जहाजको पेट्रोल पनि सकिएछ। त्यो भाइ बहिनीहरूको पैसा सिद्धिएछ। पोखरी दामी छ है। ल हाम्रो बहिनीले आयो नि देखाइदिनु पर्ने अरे। चुइगम सर्किन्छ है। यस्तो हाँसिरहेछन्। अनि यता पनि राम्री बुनुहरू फोटो खिचिराख्नु भएको रहेछ। दामी छ है ठाउँ चाहिँ ल। यो चाहिँ राजा रानी पोखरी होइन, यो ताल पो हो। ताल र पोखरीमा के फरक छ र? हो ल ठिक छ। उहाँले चाहिँ ताल र पोखरीको डिफ्रेन्स बताइसक्नुभयो। त्यो बहिनीले पारिपट्टि रेस्टुरेन्टहरू खोल्नु लागेको रहेछ क्या हो। त्यहाँनिर भर्खर अन्डर कन्स्ट्रक्सन हुँदै रहेछ। यो राजा रानी ताल अरे बहिनीले भनेको। 24 गाउँपालिकाको एउटा पर्यटकीय क्षेत्र। काफलको बोट पनि रहेछ यहाँनिर। रानी ताल के अरे भनिदिनु त। ए ऊ त्यहाँ रहेछ है रानी ताल रह नि, राजा होइन रह नि त नि। ए यो चाहिँ रानी ताल, राजा ताल चाहिँ पर छ अरे भन्दै हुनुहुन्छ यहाँ बहिनीहरूले। यो बहिनीहरू यतैको रहेछ क्या हो। हामी चाहिँ नयाँ भएर अलिक थाहा भएन क्या। ल सबैजना घुम्न आउनु होला।
रानीतालमा ल ल ल युट्युबको नाम मेरो सर्वेयर मौसम छ सर्वेयर मौसम त्यस्तै दामी ठाउँ रहेछ है ल